फोन देखिन्छ है ए ल होइन रमेश यो भत्काउनु हुँदैन किन भन्दा यो भत्कायो भने यो भत्कायो भने फेरि यो जान्छ नि फेरि यो यहाँबाट फेरि पानी घट्दै फेरि उहाँ यो उनीहरूको घरपट्टि जान्छ साथी यो दुधेको हिमपाइप ब्रिज चाहिँ यस्तो छ हालत हो खतम छ है खतम गयो लग्यो ब्रिज चाहिँ लग्यो सबै लग्यो लानुपर्ने चाहिँ योहरू थियो कि यो ढिलो काम गर्नेहरूको चाहिँ लगाएन रहेछ अब यो के भएर चाहिँ बाँचेको हो यस्तो डिलमा अड्किरहेछ अब आखो खुट्टाहरू डुब्छ त हौ र नयाँ अहिले डबल इन्जिन आएको छ डबल इन्जिनले हामी अहिले गोर्खाल्यान्डपट्टि जाँदैनौँ न हाम्रो गोर्खाल्यान्ड भन्ने समस्या यो बाँध छ झट्टै भन्दा झट्टै बाँध बाँधेको हुनुपर्छ र यो बाटो पनि सुचारू रूपले चालु भएको हुनुपर्छ म विनम्र निवेदन गर्दछु म एउटा गाडी चलाएर खाने एउटा चालक हो है हाम्रो इएमआईहरू छ यहाँ सबै छ हाम्रो 50 जना छ यो बाटो गाडी कुद्ने सबै बसेको छौँ र हाम्रो एमपी महोदयलाई एमएलए महोदयलाई हाम्रो सीएमलाई पनि यही भन्न चाहन्छु 1 हप्ताभित्र यो बाटो बनिनुपर्छ बेली ब्रिज हाम्रो डिमान्ड छ बेली ब्रिज तपाईँहरू भन्नुहोस् बेली ब्रिज कि के बेली ब्रिज बनिनुपर्छ आर्मीको बेली ब्रिज बनिनुपर्छ भन्दा झट्टै भोलिदेखि काम सुरु हुनुपर्छ अब यहाँ अनुहार देखाउनु कोही नआए पनि हुन्छ एमपी एमएलए कोही नआउँदा पनि हुन्छ हाम्रो समस्या हो यो पनि तोडेर चाहिँ बेली ब्रिज बनिनुपर्छ नभए यो पुरानै ब्रिज गाँस दिँदा पनि हुन्छ यति नै भन्न चाहन्छु धन्यवाद यसम्म कसरी गर्छ बाँध अब यसम्म गर्ने कुरै छैन बाँध अब अहिले पानी सुक्नु पर्यो यहाँको ढुङ्गा बसी बाहिर जानु दिनु भएन त्यहाँबाट अब यहीको ढुङ्गा पिँढीले बनाउँदा अब अहिले त बाँध त इमर्जेन्सी गर्यो भने मात्रै हो यही छ र यही भन्न चाहन्छु म है सम्पूर्ण च्यानललाई पनि म धन्यवाद दिन चाहन्छु तपाईँहरू मिडियाहरू आउनुभयो हामी एउटा चालकको बोलेको म ठिकादार पनि होइन पार्टीको नेता पनि होइन आम जनता बोलेको सबैलाई सुविधा हुनुपर्छ यो पारिपट्टि मान्छेहरू साह्रो भएर एम्बुलेन्समा बसिरहेको छ हामीलाई फोन आइरहेको छ मान्छे हिँड्ने बाटो पनि छैन र तपाईँहरूले चाँडोभन्दा चाँडो आर्मीलाई ल्याएर बेली ब्रिज बनाइदिनुहोस् यति नै भन्न चाहन्छु धन्यवाद